जलवायु परिवर्तन यो शब्द त हामी दिनदिनै सुन्छौं हैन त? तर साँच्चैमा यो हो के? अनि यसलाई समाधान गर्न भनेर हरेक वर्ष हुने त्यो कप भन्ने सम्मेलनको चुरोकुरो के हो? आउनुहोस् आज यी सबै प्रश्नहरूको जवाफ एकदमै सरल तरिकाले खोज्ने प्रयास गरौँ। ल सबैभन्दा पहिले सुरु गरौँ जलवायु परिवर्तन भनेको के होबाट। खासमा कुनै पनि ठाउँको मौसममा 30 वर्ष जस्तो लामो समयमा देखिने औसत परिवर्तनलाई नै जलवायु परिवर्तन भनिन्छ। यो भनेको हिजो पानी पर्यो र आज घाम लाग्यो जस्तो छोटो समयको कुरा होइन है। यो त दशकौंसम्म मौसमको ढाँचामा आएको एउटा ठूलो र स्थायी बदलाव हो। अब जब समस्या यति ठूलो र विश्वव्यापी छ भने यसको समाधानको प्रयास पनि त विश्वले नै मिलेर गर्नु पर्यो, होइन र? हो, यही विश्वव्यापी प्रयासको केन्द्रमा छ एउटा महत्त्वपूर्ण वार्षिक बैठक जसलाई छोटकरीमा कप भनेर चिनिन्छ। कप अर्थात् कन्फरेन्स अफ पार्टिज। नाम सुन्दा अलि प्राविधिक लाग्न सक्छ, तर यसको मतलब एकदमै सरल छ। यो भनेको जलवायु परिवर्तनकै विषयमा छलफल गर्न विश्वका लगभग सबै देशहरू एकै ठाउँमा जम्मा हुने सम्मेलन हो। र महत्त्वपूर्ण कुरा के छ भने हाम्रो देश नेपाल पनि सन् 2011 देखि यो विश्वव्यापी संवादमा निरन्तर सहभागी हुँदै आएको छ। यो यात्राको सुरुवात भएको पनि धेरै भइसक्यो। पहिलो पटक विश्वका देशहरू यसरी जलवायु परिवर्तनबारे गम्भीर छलफल गर्न सन् 1995 मा जर्मनीमा भेला भएका थिए। त्यो नै थियो पहिलो कोअप र त्यहीँबाटै हाम्रो पृथ्वीलाई बचाउने यो लामो अभियानको औपचारिक सुरुवात भयो। 1995 देखि अहिलेसम्म थुप्रै सम्मेलनहरू भए। आउनुहोस् अब पछिल्ला केही वर्षहरूमा के भयो त्यसको एउटा छोटो झलक हेरौँ है त। हाम्रो यो छोटो यात्रा सुरु हुन्छ सन् 2018 को पोल्यान्डबाट, जहाँ COP24 आयोजना भएको थियो। त्यसको ठिक एक वर्षपछि 2019 मा स्पेनमा COP25 सम्पन्न भयो। अनि आयो सन् 2020। जसरी विश्वका धेरै कुराहरू रोकिए, यसैगरी कोभिड-19 महामारीले यो सम्मेलनको श्रृङ्खलामा पनि ब्रेक लगाइदियो र 2020 मा हुने भनिएको COP26 स्थगित हुन पुग्यो। तर एक वर्षको अन्तरालपछि 2021 मा बेलायतको ग्लास्गोमा फेरि सम्मेलन सुरु भयो र COP26 सम्पन्न भयो। त्यसपछि 2022 मा यो विश्वव्यापी संवादको मञ्च बन्यो इजिप्ट, जहाँ COP27 को आयोजना गरियो। र यो श्रृङ्खलाको पछिल्लो कडी थियो सन् 2023 मा UAE मा सम्पन्न भएको COP28। ल यति धेरै विश्वव्यापी कुरा गरिसकेपछि अब फर्कौं आफ्नै देशतिर। यी ठूला ठूला सम्मेलनहरूको नेपाल जस्तो देशका लागि के अर्थ छ त? आउनुहोस् अब नेपालको सम्बन्धबारे कुरा गरौँ। अब एउटा रमाइलो कुरा, यति बेरसम्म हामीले हेरेका सबै जानकारीको स्रोत के होला? कुनै ठूलो किताब वा वेबसाइट होइन, बरु यही एउटा पानाको हस्तलिखित नोट हो। यसले के देखाउँछ भने कहिलेकाहीँ जटिल विषयलाई बुझ्न धेरै ठूलो स्रोत चाहिँदैन। यही नोटमा नेपालले चालेको एउटा साहसिक कदमको पनि उल्लेख छ। विक्रम सम्वत 2066 सालमा नेपालको सम्पूर्ण मन्त्री परिषद सगरमाथाको आधार शिविर नजिकै काला पत्थरमा बैठक बसेको थियो। यो केवल एउटा बैठक थिएन, यो त हिमाल पग्लिरहेको छ भनेर विश्वको ध्यान खिच्न गरिएको एउटा साङ्केतिक तर शक्तिशाली प्रयास थियो। विगत र वर्तमानको कुरा त भयो, तर यो अभियान अझै सकिएको छैन। त्यसो भए अब अगाडि के त? भविष्यको बाटो कस्तो देखिन्छ? एकचोटि हेरौँ। यो विश्वव्यापी प्रयास निरन्तर चलिरहेको छ। अबको गन्तव्य हो सन् 2024 मा अजरबैजान, जहाँ COP29 आयोजना हुँदैछ, र त्यसपछि सन् 2025 मा पालो आउनेछ विश्वको सबैभन्दा ठूलो वर्षावन अमेजोनको देश ब्राजिलको। अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्नमा आएर टुङ्ग्याउँ। बर्लिनदेखि सुरु भएको यो लामो यात्रा दुबईसम्म आइपुग्यो। अब अजरबैजान र ब्राजिलमा हुने सम्मेलनहरूले हाम्रो आउने पुस्ताको भविष्य सुरक्षित गर्न साँच्चीकै कुनै ठोस कदम चाल्लान् त? जवाफ त भविष्यले नै देला, तर यो प्रश्नबारे सोच्न भने आजैदेखि जरुरी छ।